बचतको सचिवको तर्फबाट सबैलाई सहयोग गर्दै म आज स्थापना दिवसको उपलक्ष्यमा म सम्पूर्ण सदस्यहरू लगायत पदाधिकारीहरूलाई चाहिँ स्वागत गर्न चाहन्छु। अब यो वयस्क भएको यो संस्थालाई मेरो शुभकामना, तपाईँ हामी सबैलाई पनि शुभकामना। विषयले बोलिसकेपछि त्यही कुरालाई समर्थन गर्दै 156 वर्षको इतिहासको एउटा कागजमा मसँग फेला पऱ्यो। त्यो मैले राष्ट्रिय अभिलेखालयमा दर्ता गरेँ। त्यो चाहिँ पुरातत्त्वको हिसाबले तपाईँ त्यो समाजको जेठो मान्छे हुनुभयो भनेर मलाई अभिलेखालयले जानकारी दियो भने जस्तै यो संस्था पनि त्यो ढङ्गबाट अघि बढाउनको लागि हाम्रा 8औं 10औं 15औं र 100औं पुस्तासम्म अविच्छिन्न रहने गरी हामीले काम गरौँ, हाम्रो सदा सहयोग कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै नमस्कार। आजको यो बर्थडे सेलिब्रेसन कार्यक्रमका अध्यक्षज्यू, संस्थापकहरू, सञ्चालन सुधार समितिका साथीहरू लगायत कर्मचारी साथीहरू, उपस्थित सबै अत्यन्त हर्षको क्षण, जहाँ जन्मदिनको अवसर हुन्छ त्यहाँबाट सुरुवात हुन्छ भन्ने प्रसङ्गलाई यहाँ हेर्दाखेरि हाम्रो अखण्ड आज सधैँ भने जस्तै 17औं वसन्त यानि 17औं वर्ष पुरा गरेर 18औं वर्षभन्दा बालिकबाट पनि अब मताधिकारमा साथै भन्छु मलाई एकदम खुसी लाग्यो। अखण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यवाहक सभापति अहिले वर्तमान अध्यक्षज्यू बाहिर हुनुभएको हुनाले, विदेशमा हुनुभएको हुनाले कार्यवाहक सभापतिको सभापतित्वमा हामीले आज यो कार्यक्रम गर्न गइरहेका छौँ। उपस्थित हाम्रा सल्लाहकारज्यूहरू, हामी आफैबाट सुरुवात गरेर यो संस्थालाई हामीले जन्म दिएका हौँ। हामीले 25-25 हजारबाट हामीले सुरुवात गरेको संस्था 65 सालदेखि आजसम्म आउँदाखेरिको अवस्थामा कति राम्रो तरिकाले हामीले संस्थालाई सञ्चालन गरेका छौँ। यो संस्था नमुनाको रूपमा अगाडि बढिरहेको छ। नेपाल अधिराज्यभरि बचत तथा ऋणको कारोबार गर्ने धेरै संस्थाहरू छन्। ती धेरै संस्थाहरूमध्ये पनि हाम्रो संस्था नेपाल अधिराज्यभरि छानिएर आज हाम्रो अध्यक्षज्यू उहाँ आज देश बाहिर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले उहाँलाई पनि मनोनयन गरेर विदेश भ्रमणमा हुनुहुन्छ। त्यहाँ उहाँले हेरेर आउनुहुन्छ अब कसरी संस्थालाई अगाडि बढाउने भन्ने। उहाँले राम्रो काम गर्नुभयो। हाम्रो संस्थाको इमेजको कारणले गर्दा हाम्रो संस्था आज विदेशमा समेत परिचित हुने अवसर पाएको छ। त्यो अवसर तपाईँ हामी सबैलाई खुसीको कुरा हो। संस्थालाई नै अझ बलियो बनाएर 1 नम्बरको संस्था बनाउने हामीले केही छैन, स्वार्थ हाम्रो केही पनि छैन, कसैको पनि छैन। हामी बचत लिन्छौँ, ऋण दिन्छौँ। यो आजको कार्यक्रममा यसरी यहाँहरूको माझ आफ्ना केही कुरा बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद। सम्पूर्ण महानुभावहरूलाई नमस्कार। संस्थापक अध्यक्षज्यू, सल्लाहकारज्यूहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण समिति, शिक्षा समिति, कर्मचारी मित्रहरू, आज हामी हाम्रो अखण्ड साकोसको 17 वर्ष पुरा भएर 18 वर्ष भएको बर्थडे मनाउँदैछौँ। 2065 साल कार्तिक 17 गते हाम्रो सहकारी संस्थाको जन्म भएको दिन हो। तत्कालीन संस्थापकहरूलाई धेरै धेरै सम्मान गर्दछु। उहाँहरूले संस्था जन्माएकोले नै हामीहरू आज भेटघाट हुन पाएका छौँ। हामी सबै मिलेर हाम्रो संस्थालाई नमुना संस्थाको रूपमा अगाडि बढाउनुपर्छ। सबैले आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु होला। हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद। सहकारी अभियान उन्नतिको आधार हो। सबै अट्ने साझा थलो सिङ्गो परिवार हो। सबै अट्ने साझा थलो सिङ्गो परिवार हो।
सहकारी र कोठी लाखौँ लाख देशमा संस्कार थियो मिलापको एकता र विकासमा अमूल्य मूल्य देशको सगर्व सधैँ रहिरहोस् मिलाई हातमा हात यी विचार एक रहिरहोस् मिलाई हातमा हात यी विचार